नेपालमा बनेको सामान बेलायतमा बिक्री हुँदै कला संस्कृतिको जगेर्ना र पुराना सामान चिनाउने एक प्रयास। मेड इन नेपालको पसलमा विभिन्न नेपालमा बनेका प्रोडक्टहरू पाउन सक्नुहुन्छ, त्यो पनि एकदम होलसेल रेटमा। मेड इन नेपालको सामानले बेलायतको बजारमा नयाँ प्रतिस्पर्धाका लागि उत्रिसकेको छ। हालै भएको नेपालीहरूको मेलामा उक्त सामानहरू बिक्री र प्रदर्शनमा राखिएको हो। थोरै मूल्य पर्नेदेखि धेरै मूल्यसम्मका नेपालबाट मगाएका उक्त सामानहरूले उक्त मेलामा आकर्षण थपिएको थियो। उक्त सामान अहिलेलाई खरिदका लागि अनलाइनबाट मेडिननेपाल.com बाट गर्न सकिने संस्थाका एक सञ्चालकले बताए। कुनै सामान अनलाइन अर्डर गर्न चाहनुहुन्छ भने यो फोन नम्बरमा तपाईले सम्पर्क गर्न सक्नुहुन्छ, WhatsApp गर्न सक्नुहुन्छ, अथवा हामीलाई टिकटक, इन्स्टाग्राममा पनि मेसेज पठाएर गर्न सक्नुहुन्छ। हामी UK भर डेलिभरी गर्न सक्छौँ। हामी यो नेपालीहरूका लागि पनि एक गौरव र प्रेरणाको स्रोत बन्न सक्ने दाबी गरिएको छ। गुन्द्री, गलैँचाहरू, नाङ्लोहरूदेखि लिएर यिनीहरूको प्राइसहरू पनि विभिन्न 5 पाउन्डदेखि हामीले 20 पाउन्डसम्म प्राइस तोकेका छौँ। कस्तो हुँदैछ परिचय दिनुहोस्। अनि नमस्ते, मेरो नाम राजदीप राई। आज हामी नेपाली मेला 2025मा यहाँ केम्पटन पार्कमा छौँ र आज हामीले हाम्रो पसल मेड इन नेपाल हाम्रो नेपाली मेलामा लिएर आएछौँ। तपाईँहरूले मेड इन नेपालको पसलमा विभिन्न नेपालमा बनेका प्रोडक्टहरू पाउन सक्नुहुन्छ, त्यो पनि एकदम होलसेल रेटमा। नेपालको मौलिक वेशभूषा, गरगहना तथा हाम्रो सामग्रीहरूलाई चाहिँ उत्थान गर्नको लागि र प्रवर्धन गर्नको लागि चाहिँ हामीहरूले यो सुरुवात गरेका थियौँ 1 वर्ष अगाडि, र यो हाम्रो दोस्रो पटक नेपाली मेलामा आइरहेको छौँ र सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूले मन पराइराख्नु भएको छ। आउनुहोस् तपाईँहरू पनि नेपाली मेलामा। यदि यसपालि छुट्नु भएको छ भने अर्को वर्ष पनि अवश्य भेट्न सक्नुहुनेछ। अनि जोस माहौलहरू रमाइलो भइरहेको छ। हजुर, पोहोरको भन्दा यसपालि धेरै छ कि पोहोर नै थियो धेरै थियो? पोहोरको भन्दा हामीले धेरै सामानहरू यसपालि ल्याएका छौँ। हाम्रो पहिला त्यति धेरै आइटमहरू थिएन, किनकि त्यति बेला हाम्रो सुरुवात थियो र मान्छेहरूको फिडब्याकबाट र उहाँहरूले के रुचाउनुहुन्छ, के नेपाली प्रडक्टहरू मन पराउनुहुन्छ भन्ने फिडब्याक हामीले धेरै लिएका थियौँ र त्यो अनुसारले हामीले यसपालि धेरै सामानहरू एड गरेका छौँ, जुन तपाईँहरूले पछाडि देखिराख्नु भएको छ। हामीले विभिन्न यसलाई चाहिँ घुम्राडी भन्छ। यो चाहिँ प्रायः जसो लेकतिर शीतबाट बस्नको लागि भन्छ, यसलाई चाहिँ घुम्राडी भन्छ। यो चाहिँ लुकुनी हो। यो घुम्राडी चाहिँ तपाईँको यसरी भेडा गोठाला गर्दाखेरि चाहिँ माथि पानीले नहोस् र तातो होस् भन्नको लागि चाहिँ यो प्रयोग गर्दै आउँथ्यो भने यो चाहिँ यसलाई चाहिँ लुकुनी भन्छ। अब यो चाहिँ तपाईँले फुल बाहुला र हाफ बाहुलामा पनि पाउन सक्नुहुन्छ। यो चाहिँ प्योर भेडाको उनबाट बनेको हुन्छ। यो चाहिँ तपाईँले चाहिँ यसरी गरिसकेपछि तपाईँलाई पानीबाट बचाउनुको साथसाथै न्यानो बनाउने काम पनि गर्छ। यसरी चाहिँ लेकमा मानिसहरूले चाहिँ भेडी चौरी गोठालाहरू गर्छन्। हजुर, सरसर्ती प्राइस पनि बताइदिनु न, मूल्यहरू के कति छ? यसपालि हामीले एकदम होलसेल रेटमा त्यो उता ढिकीबाट चाहिँ सुरु गरौँ न। अब तपाईँले देख्नुहुन्छ नेपालमा बनेका कुराहरू। यो चाहिँ तपाईँले देखिराख्नु भएको छ, यहाँ जाँतो छ, अनि ढिकी छ, अनि धान निफन्दै गरेको जुन कुरा हामीले चाहिँ यो अहिलेको नयाँ पुस्ताहरूलाई देखाउनको लागि र बुझाउनको लागि चाहिँ हामीले नेपालबाट ल्याएका हौँ। त्यस्तै तपाईँले यहाँ अगाडि देख्न सक्नुहुन्छ। हजुर, त्यसको चाहिँ कति पर्छ? यसको चाहिँ हाम्रो यो बेच्नको लागि चाहिँ राखेको छैन, मलाई अहिले फिक्स प्राइस चाहिँ थाहा भएन। तर अब यो पछि डिमान्ड बढ्दै गयो भने हामीले यो नेपालबाट डेफिनेटली ल्याउनेछौँ। त्यस्तै तपाईँले अगाडि देखिराख्नु भएको छ, यो ठुलो नाङ्लोमा विभिन्न हाम्रो परम्परागत रूपमा र पहिला प्रयोग हुने सामानहरू जस्तै पेरुङ्गो, नाङ्लो, डालो, छपनी जस्ता सामानहरू हामीले प्रयोग गर्दै आएका छौँ। प्राइस पनि बताइदिनु। प्राइसहरू चाहिँ यो चाहिँ जस्ट सोको लागि हो। प्राइसहरू चाहिँ विभिन्न छ, 15 पाउन्डदेखि लिएर 5 पाउन्डदेखि लिएर उता सरल प्राइसहरू। आउनुहोस्, अब तपाईँले यतातिर राडीहरू पनि देख्नुहुन्छ, गुन्द्री, गलैँचाहरू,
नाङ्लोहरूदेखि लिएर यिनीहरूको प्राइसहरू पनि विभिन्न 5 पाउन्डदेखि हामीले 20 पाउन्डसम्म प्राइस तोकेका छौँ क्वालिटी र साइज हेरेर। त्यस्तै तपाईँले एउटा फलामको ओदानो पनि देख्नुहुन्छ जुन हामीले पहिला अगेनामा युज गर्थ्यौँ खाना गर्नको लागि। त्यस्तै बस्नको लागि गुन्द्रीहरू र यो चकटीहरू पनि हामीले प्रयोग गर्ने गर्छौँ। अब यतातिर हेर्नु पर्दाखेरि हामीसँग खुकुरीहरू पनि छ जुन यो भोजपुरमा बनेको एकदम A ग्रेड क्वालिटीको खुकुरीहरू हामीले ल्याएको छौँ। त्यस्तै तपाईँले पर देखिराख्नु भएको छ फुङ्गीहरू जुनमा तपाईँहरूले चाहिँ चल्लाहरूदेखि लिएर होइन अरू खानेकुराहरूदेखि लिएर हरेक कुराहरू राख्न सक्नुहुन्छ। अनि यो पैसा चाहिँ के हो? यो यसलाई हारीमाला भन्छ जुन हामी राईहरूले चाहिँ छोरी मान्छेहरूले प्रायःले चाहिँ यो हाम्रो साकेलाहरूतिर नाच्दाखेरि यताउता गर्दा चाहिँ युज गर्छ। पैसा नै हो कि? हजुर यो नेपालको ओरिजिनल पैसा हो हजुर। यो 1 मोहर भन्छ यसलाई चाहिँ। 1 मोहरको 1 रुपैयाँ भन्छ। 1 रुपैयाँबाट बनेको हुन्छ। आजभोलि यो लगभग पाउन पनि छोडिसक्यो। यस्तोहरू चाहिँ पाउन छोडिसक्यो। अब यस्तो पैसा नै सकिसकेको छ। अब अहिले जति पनि देख्नुहुन्छ यो सबै नक्कली खालको हुन्छ। तर हामीले चाहिँ यो लगभग लोप हुन लागिसकेको ओरिजिनल पिसहरू चाहिँ अब हामीसँग धेरै पिस पनि बाँकी छैन। यस्तै तपाईँसँग यो 50 पैसाको पनि देख्न सक्नुहुन्छ। यो सानो खालको छ त्यो 1 रुपैयाँ भयो। यो 50 पैसाको कति मूल्य? त्यो चाहिँ कति मूल्य हो? यसको चाहिँ हाम्रो 75 पाउन्ड छ भने यसको चाहिँ हाम्रो 150 पाउन्ड छ। हजुर 150 पाउन्ड छ। र एउटा राम्रो कुरा चाहिँ के भन्ने यसको प्राइस चाहिँ तपाईँको जति पुरानो हुँदै गयो उति बढ्दै जान्छ। किनभने यो भनेको कुरा अब प्राचीन हुँदै गइसकेको छ होइन। जति प्राचीन भयो त्यसको मूल्य त्यति बढ्ने हो। हजुर यता माथिको चाहिँ यतातिर तपाईँले विभिन्न जातिले लगाउने गरगहनाहरू जस्तै कण्ठहरू फुलीहरू भयो। अनि हाम्रो यो मुर्चुङ्गाको खोल यो चाहिँ धजुरा पेचुकी भन्छ जुन राईहरूले आफ्नो छातीमा लाउनुहुन्छ यो भयो बिनायो। त्यस्तै यहाँनिर यसलाई चाहिँ बुन्छत भन्छ जुन चाहिँ यो चाहिँ शिरमा लाउँछ। त्यस्तै यो अब चिङ्डोको किरिङ छ। त्यस्तै अब यो नेपाली झन्डा र नेपाली खुकुरीहरूको किरिङ पनि छ। थुप्रै रहेछ है सामान। हजुर थुप्रो छ। अन्तिममा के भन्नुहुन्छ नेपाली मेलाको बारेमा र तपाईँको पसलको बारेमा? जस नेपाली मेलाले गर्दाखेरि हामी सबै नेपाली युकेमा विभिन्न ठाउँमा बसिरहेका नेपालीहरूलाई चाहिँ एकजुट एक ठाउँ ल्याउनको लागि र हाम्रो कला धर्म संस्कृति जोगाउन गराइराख्नको लागि र अहिलेको नयाँ पिँढीहरूलाई पनि बुझाइराख्नको लागि चाहिँ एकदम राम्रो गरेको छ। र साथसाथै हामीलाई पनि यसो नयाँ जेनेरेसनहरूको लागि अहिलेको पुरानो प्रडक्टहरू चिनाउनको लागि होइन उहाँहरूलाई देखाउनको लागि कस्तो हुन्छ भन्नको लागि चाहिँ एकदम राम्रो अवसर प्रदान गरिदिनु भएको छ। त्यसमा चाहिँ हामी धेरै धेरै आभार व्यक्त गर्दछौँ। र यसरी नै हामी हजुरहरू समक्ष हरेक वर्ष आउने जमर्को पनि गर्ने नै छौँ। यदि यसपालि छुट्नु भएको छ भने कृपया हामी अर्को वर्ष अवश्य भेटौँला। यदि हामी अनलाइन भेट्न चाहनुहुन्छ भने मेड इन नेपाल 88 गर्नुभयो भने तपाईँले टिकटक वाट्सएप इन्स्टाग्राम फेसबुकमा पनि पाउन सक्नुहुन्छ। र हाम्रो चाहिँ यो अनलाइन सप हो। हामीसँग फिजिकल स्टोर छैन। र तपाईँले यहाँनिर बोर्डमा देखिराख्नु भएको छ यसमा चाहिँ हाम्रो टिकटक ह्यान्डल इन्स्टाग्राम ह्यान्डल र युट्युबमा पनि पाउनुहुन्छ भने यदि तपाईँले कुनै सामान अनलाइन अर्डर गर्न चाहनुहुन्छ भने यो फोन नम्बरमा तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। वाट्सएप गर्न सक्नुहुन्छ अथवा हामीलाई टिकटक इन्स्टाग्राममा पनि मेसेज पठाएर गर्न सक्नुहुन्छ। हामी युके भर डेलिभरी गर्न सक्छौँ हामी। थ्याङ्क यू सो मच। धन्यवाद। यो गोर्खा मिडियालाई पनि धेरै धेरै धन्यवाद। आज हाम्रो यो सामानहरू र हाम्रो एडभर्टाइज गर्नको लागि होइन तपाईँले यस्तो अवसर प्रदान गरिदिएको भएमा मुरी मुरी धन्यवाद गर्न चाहन्छु। धन्यवाद।